आज हामी मिस एन्ड मिसेस नेपाल वर्ल्ड इन्टरनेसनल अडिसन सिजन 2 मा यो बानेश्वर स्थित तिनकुनेमा हामी चाहिँ आइपुगेका छौँ र यतिखेर तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ मसँग असाध्यै अलौकिक व्यक्तिहरू मैले लिएर तपाईसँग केही कुराहरू गर्न लागिरहेको छु। यतापट्टि सर हुन्छ, सरलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद सर। हजुरको शुभ नाम सहित हाम्रा दर्शकहरूलाई परिचय। मेरो नाम चाहिँ भरत सामरी। हजुर। समार इन्टरनेसनल इभेन्टको सिइओ एन्ड ऱ्यापर। हजुर। भनेपछि आज अडिसन हुँदैछ? हजुर सर, आज फाइनल अडिसन हुँदैछ। फाइनल अडिसन एकदम तयारी कतिको छ सर? तयारी राम्रो छ, हामी एकदम रेडी छौँ। हजुर। हजुरहरूको साथ भइराख्यो भने अभियसली सबैजना हुनुहुन्छ यहाँनिर, हामी रेडी छौँ सर। पक्कै पनि। फेरि यतातिर फेरि मसँग असाध्यै प्रतिभाको खानी हैन, तपाईले स्क्रिनमा देखिसक्नु भएको छ। अब उमेरले भन्नुपर्दा लगभग मेरै उमेर बराबरको हुनुहुन्छ उहाँ हैन, तर हाइट वेट ज्यानले तपाईको हेर्नुस् त भर्खरको कति वर्षको बच्चा जस्तो देखिन्छ हजुरलाई? 25। तर उहाँलाई भर्खर 4-5 वर्षको बच्चा जस्तो देखिन्छ, तर उहाँ उमेरले 25 वर्ष हो। हजुरको शुभ नाम के हो? मनोज गोर्खाली। घर कहाँ हो तपाईँको? आहा, बागलुङ ढोरपाटन बुर्तिबाङ। तपाईँको बुर्तिबाङ त म पुगेको छु नि त, रमाइलो छ नि है। बुर्तिबाङ ठ्याक्कै बुर्तिबाङ बजारमै हो। अनि हजुरको बुवा आमा कता हुनुहुन्छ? पसल के पसल छ हजुरको? कहाँ? रानीवनतिर। अनि हजुरलाई यस्तो यो कलाकारिता फिल्डमा अनि केमा इन्ट्रेस्ट लाग्छ भन्नुहोस् त? के गर्न मन लाग्छ हजुरलाई? तपाईँको खास नाच्ने विधा हो? केही गाउन आउँछ कि आउँदैन? आउँछ होला। माइकल ज्याक्सन जस्तो डान्स गरिदिन्छ उसले। ए, डान्स चाहिँ गर्नुहुन्छ है? होइन, पुरा माइकल ज्याक्सन डान्स दिन्छ उसले। अनि अहिले पढ्नु भएको छ कि छैन तपाईँले? कति क्लास पढ्नुहुन्छ? युकेजी? ए, 1 मा। ढिलो भयो नि त। अनि अहिले साथी अलि छिटो पढ्नु पर्यो नि त हो। हामी अब यत्रो यहाँ डिग्री गरिसक्यौँ हामीले। अनि तपाईँ अनि 25 वर्षको साथी भएर अनि यत्रो थोरै पढेर हुन्छ त? किन तपाईँ स्कुल ढिलो जानु भएको हो? किन? त्यति तपाईँ स्कुल किन ढिलो जानु भएको हो? अल्छी भएर यो। तपाईँ अल्छी गर्नुहुन्छ कि आवाज त्यस्तो लाग्यो हो? ओहो, नाच्न मात्र अगाडि, पढ्नु भने चाहिँ आफै पछाडि। पढ्न अल्छी गर्ने हैन? पढ्न चाहिँ अल्छी। सर, अनि हजुरको केही नाता भित्र पढ्नुहुन्छ उहाँ? नाता भन्दा नि अब हामी चाहिँ एज अ आर्टिस्ट चाहिँ म त इभेन्टमा भर्खरै अब सक्रिय भइरहेको छु। एज अ आर्टिस्ट चाहिँ हामी लगभग 4-5 वर्ष चाहिँ हामी सँगै प्रत्येक महोत्सवमा हामी सँगै थियौँ। ए, बेला महोत्सवमा उहाँसँग सँगै हो? उहाँ हाम्रो गुन्द्रुकेजी, महादेव त्रिपाठी चाहिँ हामी एउटा ग्रुप थियौँ। सो कमल खत्री हामी सबै एउटा ग्रुप भएर चाहिँ हिँड्थ्यौँ पहिला। अनि म यता लागेँ, उहाँहरू कन्टिन्यू हुनुहुन्छ। अनि सर, कस्तो छ त तपाईँको यो अडिसन? कतिको आकर्षण छ तपाईँको यो अडिसनमा हैन? यो कतिको तपाईँको पिकअप लिइरहेको छ सर अहिले? आई थिङ्क सिजन 1 भन्दा सिजन 2 त बेस्ट नै भएको छ अहिलेसम्म। राम्रै छ। अब आजको एकछिनपछि अब अहिलेसम्म हाम्रो लिस्टको हिसाबले त जस्ट धेरै राम्रो नै हुने। आज कतिजना तपाईँको अडिसनमा भाग लिँदै हुनुहुन्छ सर? आज 35 to 45। ए, माइट बी। हजुर। भनेपछि राम्रै रहेछ, आशा गर्छु। के छ सर यो अडिसनमा चाहिँ तपाईँको कस्तो व्यक्तिमा भएको आफ्नो प्रतिभालाई प्रस्फुटन गरेर त्यो खालको एउटा आफ्नो उत्कृष्ट खालको प्रतिभा सेलेक्सन हो यसमा? एक्ज्याक्टली सर, यस्तो छ। हामी अथवा त्यस्तो कुनै दायरा छ यो प्रतिभालाई मात्रै यसरी हो भन्ने छ? यस्तो अब यो चिजमा चाहिँ खासमा दायरा त अभियसली छ नै, तर हामीले चाहिँ त्यो राखेका छैनौँ। जस्तो कतिजना आफ्नो वेटले गर्दा, हाइटले गर्दा, या म राम्रो छैन, म नराम्रो छु, सायद म गएर सेलेक्ट नहोला कि भन्ने कुरामा डरमा हुन्छ। हामीले चाहिँ के गरेको छौँ भने वी जस्ट वान्ट टु सपोर्ट रियल ट्यालेन्ट होइन। उहाँहरूमा त्यो प्रतिभा छ भने सायद दुनियाँले देख्नुपर्छ। हामी जित्ने, हामी विनरलाई हामी बाहिर देश पनि रिप्रेजेन्ट गराउँछौँ। ए, हजुर। होइन, हामीले पहिला पनि गरेको थियौँ र यो पालि पनि हामी सायद कुनै राम्रो देशमा हामी रिप्रेजेन्ट गर्न जान्छौँ होला। अनि इभन हाम्रो पनि एउटा अवार्ड सो हुँदैछ अहिले। आजदेखि नै यहाँदेखि भने मैले हाम्रो भुटानमा हामी एउटा अवार्ड सो गर्दैछौँ अहिले। ए, भुटानमा? हजुर, सेप्टेम्बरमा। ए, लगत्तै है सर? लगत्तै, हजुर। ए, अनि भनेपछि अब अरू के छ त सर यो तपाईँले भन्न पर्ने, कसैले बुझ्न चाह्यो भने के छ तपाईँको त्यस्तो
अब यस्तो छ कतिजना प्रतिभा भएर पनि भित्र दबेर बसिराख्नु भएको धेरैजना फिमेल हुनुहुन्छ वुमन इम्पावरमेन्टको लागि चाहिँ विशेष गरी हामीले फिमेललाई महिलालाई मात्रै हजुर हामी चाहिँ महिला सशक्तिकरण वुमन इम्पावरमेन्टको लागि चाहिँ उहाँहरूलाई इन्करेज गर्नलाई अझै राइट प्लेटफर्म होस् भनेर पक्कै पनि महिला एउटा चुलो र आँटोमा मात्रै सीमित नरहोस् होइन महिला यस्तो शक्ति बनोस् जो विश्वमा तपाईँको सशक्त एउटा शक्तिको रूपमा देखिएर महिलाको पहिचान होस् नेपाली आमाहरू दिदीहरू बहिनीहरू सशक्त छन् है केही गर्न सक्ने छन् प्रतिभावान छन् क्षमतावान छन् पुरुष सोसराई केही गर्न सक्नुहुन्छ भन्ने खालको एउटा उद्देश्य प्राप्तिको लागि र त्यो एउटा सन्देशको लागि नेपाली महिलाले पनि विदेश गएर हलाउन सक्नुहुन्छ भन्ने एउटा पक्कै यो सन्देशका खातिर तपाईँले यो यति राम्रो अडिसन सुचारू गरिरहनु भएको छ तपाईँलाई अल द बेस्ट धन्यवाद तपाईँको प्रगति उन्नतिको म कामना पनि गर्न चाहन्छु र जति पनि भाग लिने जुन प्रतियोगीहरू हुनुहुन्छ उहाँहरूलाई पनि अल द बेस्ट भन्न चाहन्छु र अब केही छ तपाईँको त्यस्तो मैले सोध्नलाई मेरो दिमाग नपुगेको तपाईँले भन्नै पर्ने कुरा केही छ केही छैन एउटा केही त जाओस् न एउटा केही त दिनुहोस् न यार एउटा गीत गाइदिनुहोस् राम्रो ल लगाइदिनुहोस् त फेरि ल अरे काका करम करम मकैबारी करम करम साँझ आयो अनि कालो चाहिँ मलाई पक्लाको डल्के कता गरम गरम आका मनको चट कतल गरेर काउडो ए सही मजाले गाउनुहोस् न हौ चिरिचा पपरी हजुरले मजाले गाउनुहोस् न ल कुनै पनि भाका ल ल गाउनुहोस् न बाबु मेरे नेपाला ल गाउनुहोस् न अल्छी सङमा नाच्छ हो आज उसको पर्फर्मेन्स आज तपाईँको पर्फर्मेन्स पनि छ हो र आहा तपाईँ नृत्यमा लिँदै हुनुहुन्छ भाग हो अल द बेस्ट ऊ पनि हाम्रो कन्टेस्टेन्ट आजको लागि ए आजको कन्टेस्टेन्ट है आहा रेडी हो नि अडिसन दिनलाई ल अनि अरू केही छ तपाईँको प्रतिभा देखाउनुहोस् न खोइ क्यामेरा अगाडि केही छ भने भन्नुहोस् त अनि तपाईँलाई अरू हान्दैन त एउटा नभए के गर्न मनपर्छ भन्नुहोस् त जीवनमा विदेश जाने हो तपाईँ तपाईँलाई विदेश गयो भने त सब विदेशीहरूले मन पराउँछन् हौ तपाईँलाई त सबैले मन पराउँछन् है कति ठुलो हुनु पर्यो तँलाई योभन्दा चाहिँ अनि तपाईँलाई यो हाइट सानो भएकोमा चिन्ता छ कि छैन भन्नुहोस् त छैन बिल्कुलै छैन खुसी हुनुहुन्छ तपाईँलाई हाइट बढाउन मन छ कि छैन किन आर्मी बन्नलाई ए आर्मी बन्ने इच्छा पनि छ ओहो भनेपछि त उहाँ त उमेरले मात्र 25 पो हुनुहुँदो रहेछ त सबै सोचाइ बुझाइ त उहाँको बाल्य अवस्थाकै रहेछ अहिलेसम्म होइन ल अनि तपाईँलाई भनेपछि साँच्चै बढ्न मन छ पक्कै पनि दर्शक हेर्नुहोस् त उहाँको हाइट वेट सबै कुराहरू एकदमै अब सानो छ लगभग 5-6 वर्षको बच्चाको जस्तो छ तर उहाँको उमेर भने 25 वर्ष भइसक्नु भएको छ उहाँ आजको यो अडिसनमा चाहिँ नृत्य विधामा भाग लिँदै हुनुहुन्छ तपाईँलाई अल द बेस्ट है विजय हुनु होला है ल पक्कै पनि दर्शकबिन तपाईँलाई कस्तो लाग्छ हाम्रो यो बसाइ यो छोटो बसाइ पक्कै पनि कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला कमेन्टको लागि 9849 अथवा पावर न्युज अरविन्द्र गौतम जिल्ला पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ भिडियो साइट हाम्रो पावर न्युजबाट पनि आउँदैछ र युवराज चौलागाई अफिसियलबाट पनि आउँदैछ र सरकोबाट पनि आउँदैछ होला थ्याङ्क यू सो मच होइन अरू केही छ सर जाँदा जाँदा केही भन्नुपर्ने छ जाँदा जाँदै हजुरहरू सबैजनालाई यो इभेन्टलाई सक्सेसफुल बनाउनलाई जतिजनाले साथ दिन आउनु भएको छ और सबैलाई एकदम मनैदेखि हृदयदेखि धन्यवाद हस् सबैलाई अल द बेस्ट पावर न्यूज एक्सप्रेस खबर को शक्ति सत्य को साथ साइंस एंड टेक्नोलॉजी एजुकेशन एंड हेल्थ क्राइम डेवलपमेंट एंड एंटरटेनमेंट everything in your hand. From local stories to global headlines, we cover it all. Only on Power News Express.